काठमाडौँमा ठूलो व्यापार चलाएर बसेको सुमन आमाको मृत्युको खबर पाएपछि हतार हतार गाउँ पुग्यो। गाउँको पुरानो घरमा सन्नाटा छाएको थियो। दागबत्ती दिने काम सकियो। 13 दिनको काजक्रिया पनि सकियो। फर्कने दिन सुमनले सोच्यो, अब यो थोत्रो घरमा को बस्छ र? काम लाग्ने सामानहरू शहर लैजानु पर्ला, बाँकी सबै बेचिदिन्छु। आमा सुत्ने कोठामा एउटा पुरानो फलामको बाकस, ट्रङ्क, खाट मुनि थियो। सुमनलाई याद थियो, सानो छँदा आमाले त्यो बाकस कसैलाई छुन दिन्नथिन्। उसले सधैँ सोच्थ्यो, पक्कै पनि आमाले यसमा सुन चाँदी वा धेरै पैसा लुकाएर राखेकी छिन्। कति कन्जुस थिइन् आमा, मलाई मोटरसाइकल किन्न पैसा माग्दा पनि छैन भन्थिन्। सुमनले कौतूहलताका साथ बाकसको तालचा फोड्यो। बाकस खुल्यो, तर त्यहाँ न कुनै सुनको हार थियो न त पैसाको बन्डल। बाकसको माथिल्लो भागमा सुमनले सानो छँदा लगाएको एउटा च्यातिएको कमिज थियो, जसलाई आमाले जतन गरेर राखेकी थिइन्। त्यसको मुनि एउटा सानो डायरी र केही पुराना कागजहरू थिए। सुमनले डायरी पल्टायो। पहिलो पानामा लेखिएको थियो, आज सुमन स्कुलमा पहिलो पटक फर्स्ट भयो। मास्टर साहबलाई खुवाउन चिनी किन्न नसकेर चिया मात्र खुवाए। अर्को पानामा, आज सुमन सहर गयो, घर खाली खाली लाग्दैछ, भगवान मेरो छोरालाई सधैँ रक्षा गर्नु। र अन्तिममा एउटा सानो प्लास्टिकको पोको भेटियो। सुमनको मुटु ढुकढुक भयो, सायद यसमा पैसा होला। उसले पोको खोल्यो, त्यहाँ 20, 50 र 100 का केही पुराना र मुजा परेका नोटहरू थिए। जम्मा गरेर हेर्दा 1500 रुपियाँ जति थियो। त्यही नोटहरूसँगै एउटा सानो चिट थियो, जसमा छिमेकी भाइको अक्षरमा लेखिएको थियो, बाबु सुमन, यो पैसा मैले मेरो औषधि नकिनी जम्मा गरेकी हुँ। अर्को पटक दशैंमा आउँदा तँलाई मनपर्ने खसीको मासु किनेर खानु है। म त अब बाँच्छु कि बाँच्दिन थाहा छैन, तर तँ कहिल्यै भोकैमा बस्नु। सुमनको हातबाट त्यो पैसा र चिट भुइँमा खस्यो। जुन आमालाई उसले कन्जुस ठानेको थियो, उनले आफ्नो औषधि समेत नखाई छोराको एक छाक मासुको लागि पैसा साँचेकी रहेछन्। शहरमा लाखौंको कारोबार गर्ने सुमनलाई आज त्यो 1500 रुपियाँ संसारको सबैभन्दा ठूलो र भारी सम्पत्ति लाग्यो। उसले त्यो पुरानो कमिज छातीमा टाँस्यो र आमाको खाली खाटमा टाउको राखेर धेरै बेर रोयो। हाम्रो लागि हाम्रा आमाबुवाको सम्पत्ति भनेको घर, जग्गा वा ब्याङ्क ब्यालेन्स मात्र होइन। उहाँहरूको त्याग, पुराना यादहरू र त्यो निस्वार्थ माया नै हाम्रो वास्तविक सम्पत्ति हो। उहाँहरू जिउँदो छँदै त्यो मायाको कदर गर्न जान्नुपर्छ।